सबैलाई धेरै धेरै सम्झना छ अनि धेरै धेरै मिस गरेको छु साथीहरूलाई। आफ्टर लङ टाइम लगभग 3 मन्थ पछाडि म यो भिडियो मार्फत आउँदैछु अनि 3 महिनादेखि चाहिँ म युट्युबमा लगभग थिएन नै विशेष कारणवश। त्यो चाहिँ म तपाईहरुलाई भन्दैछु के कारण थियो भनेर। सो के छ तपाईहरुको हालखबर, तपाईहरुको युट्युब जर्नी कस्तो चलिरहेको छ अनि साथीहरुको भिडियोहरु पनि मैले वाच गर्न पाएको छैन। सो यस्तै नै भयो। म चाहिँ बीचमा नेपाल गएको थिएँ, लगभग 2-2.5 महिना नेपाल बसेर फर्केको हो अनि बीचमा त्यस्तै घटनाहरू भयो। त्यसपछि चाहिँ म युट्युबमा भिजिट गर्न पाएको छैन साथीहरु। तर म फेरि पनि यो च्यानल मार्फत ब्याक भएको छु र पुरानो साथीहरुलाई धेरै धेरै मिस गरेको छु मैले र कतिपय साथीहरुले त मलाई बिर्सि पनि सक्नु भयो होला। तर मलाई थाहा छ केही साथीहरुले पक्कै पनि चिन्नु हुनेछ। छोटो समयमा भए पनि धेरै साथीहरु मैले बनाएको थिएँ र तपाईहरुलाई मैले अवश्य पनि मिस त गरि नै रहेको छु र फेरि पनि अब म युट्युबमा चाहिँ निरन्तर काम गर्ने सोचले अगाडि बढ्दै छु। अब यस्तै हो मान्छेको लाइफमा हैन, अप्स एन्ड डाउन्स त भइ नै रहन्छ। अब जे जस्तो भए पनि अब त्यो सब कुराहरुलाई स्वीकारेर अगाडि बढ्नुको अरु कुनै विकल्प छैन भनेर अनि फेरि पनि म यो च्यानल मार्फत तपाईहरु सामु आइरहेको छु र अब चाहिँ म कन्टिन्यू भिडियोहरु पनि लिएर आउने छु र साथीहरुका जति पनि भिडियोहरु छुटेका छन् मैले वाच गर्न पाएको छैन, म सकेसम्म भिडियोहरु प्ले गर्ने कोसिस अवश्य गर्नेछु। र अब यो 3 महिनाको अन्तरालमा मैले भनिहालेँ म नेपाल गएको थिएँ, 2.5 महिना नेपाल बसेँ र त्यही बीचमा चाहिँ एउटा मेरो लागि अलिकति नसोचेको कुरा भइदियो। त्यो चाहिँ के भन्दा मेरो जुन च्यानल थियो अर्को केदार अफिसियल भन्ने जुन मेन च्यानल थियो त्यो च्यानल चाहिँ युट्युबले रिमुभ गरिदियो। सो त्यस पछाडि चाहिँ अनि मलाई त्यति युट्युबतिर इन्ट्रेस्ट नै लागेन, जानै मन लागेन। अब तपाईहरुलाई लाग्न सक्छ के कारणले रिमुभ गर्यो भनेर। अब युट्युबमा अहिले यति धेरै स्ट्रिक्ट भएको छ युट्युब कि सानो कुराले पनि अब इस्यु बनाइदिने अनि च्यानलहरु रिमुभ गर्ने अब नयाँ पोलिसीहरु लिएर आइरहेको छ। त्यो त तपाईहरुलाई पनि थाहा नै छ। सो अब जे हुनु थियो भइहाल्यो हैन। अब धेरै मेहनत गरेको थियो, धेरै दुःख गरेको थियो त्यो च्यानलको लागि, किनकि स्टार्टिङ नै त्यही च्यानलबाट गरेको हो र जिरोबाट स्टार्ट गरेको हो। अब जिरोबाट स्टार्ट गरेर मोनेटाइजसम्म गर्नलाई अनि 7-8 हजार सब्स्क्राइबर बनाउनलाई त्यति सजिलो त थिएन। तर अब के गर्न सकिन्छ र अब युट्युबले नै रिमुभ गरिसकेपछि अब चित्त बुझाउनुको अरु कुनै विकल्प रहेन। अब कोसिस त गरेको हो च्यानल फर्काउनको लागि, अपिल पनि गरियो 2-3 पल्ट। अब अपिल गर्दाखेरि पनि अब युट्युबले अब यो चाहिँ हाम्रो फाइनल डिसिजन हो भन्ने कुरो आयो। अब त्यसपछि चाहिँ लगभग मैले अब माया मारिसकेको छु त्यो च्यानललाई। अब रोएर कराएर त केही पनि हुँदैन हैन, दुःख त धेरै नै पाइयो त्यो च्यानलमा, धेरै दुःख गरियो। ठिकै छ, तर पनि अब त्यही च्यानल मार्फत धेरै कुराहरु सिकियो पनि भनौं। त्यही भनेर चित्त बुझाउनु पर्यो। र यो भिडियो बनाउनुको मुख्य उद्देश्य भनेको चाहिँ दुईटा मात्रै हो मेरो। म मेरो पुरानो साथीभाइ नयाँ साथीभाइहरुलाई जानकारी गराउन कि अब म यो च्यानल मार्फत चाहिँ कन्टिन्यू आउने छु भन्नको लागि पहिलो कुरा। र दोस्रो कुरा चाहिँ मेरो जुन त्यो मेन च्यानल केदार अफिसियल जसरी युट्युबले रिमुभ गर्यो, अब यो कुरा अब साथीभाइहरुलाई शेयर गर्यो भनेदेखि एटलिस्ट तपाईहरु पनि यो कुराबाट सतर्क हुनुहुन्छ, अलिकति सजग हुनुहुन्छ, अवेयर हुनुहुन्छ र तपाईहरुले पनि युट्युबमा धेरै दुःख गर्नु भएको छ, धेरै मेहनत गरेर च्यानल खडा गर्नु भएको छ अनि मेरो जस्तै गरेर चाहिँ तपाईहरुको पनि च्यानलहरु त्यस्तो नहोस् भन्नको लागि, अवेयर गराउनको लागि मैले यो भिडियो बनाएको। अब च्यानल रिमुभ गर्नुको कारण भनेको मलाई लाग्दैन त्यस्तो ठूलो कारण, एकदम ब्लन्डर मिस्टेक मैले त्यस्तो केही गरेको थिएन है। एउटा मात्रै सर्ट भिडियोको कारणले गर्दाखेरि च्यानल रिमुभ भयो। भिडियो कस्तो थियो भन्दा म हेटौडा जाँदाखेरि त्यहाँ गाउँघरमा यो भाले जुधेको एउटा भिडियो मैले 40 सेकेन्डको भिडियो बनाएको थिएँ, सर्ट भिडियो भाले जुधेको। अब त्यो गाउँघरतिर भालेहरु 2-4 भाले भएपछि यस्तो जुध्ने है, मैले यस्तो त्यो भिडियो चाहिँ रमाइलोको लागि भनेर मैले खिचेको थिएँ अनि पछि यसो सोच्दाखेरि मैले युट्युब सर्टमा राखौँ कि भन्ने जस्तो लाग्यो, रमाइलोको लागि मैले राखेको थिएँ। अनि त्यो भिडियोमा चाहिँ मैले टाइटल चाहिँ चिकन आर फाइटिङ भनेर राखेको थिएँ हो। अनि त्यहाँ अलिकति मिस्टेक भएछ टाइटलमा। अनि पछि मलाई चाहिँ मेल आयो
अनि यो टाइटल चाहिँ युट्युब गाइडलाइन्सको चाहिँ खिलाफ भयो, भाइलेन्स हो भन्ने कुरा आयो। तुरुन्तै मैले भिडियोलाई डिलिट गरिदिएँ। अनि डिलिट गरिसके पछाडि 2 दिन पछाडि त्यो भिडियो मसँग ग्यालरीमा पनि थियो। अनि मैले यस्तो सोचेँ, ठिक छ अब टाइटलमा त प्रब्लम रहेछ, ठिक छ अब यो फाइटिङ यस्तो कुराहरू राख्न नहुन्थ्यो मेरो दिमागमा त्यो बेलामा आएन। अब म टाइटल चेन्ज गरेर भिडियो राखिदिन्छु भन्ने सोचेँ, किनकि त्यहाँ त टाइटलको मात्रै कुरा थियो, अरू कुनै कुरा त्यस्तो केही पनि थिएन मेलमा। टाइटल मात्रै युट्युब गाइडलाइन्सको चाहिँ तैँले यो फलो गर्नुहोस् भन्ने कुरा थियो। मैले टाइटल चेन्ज गरेर सुइटेबल अरू टाइटल राखेर मैले भिडियो अपलोड गरेँ। फेरि सर्टमै 6-7 दिनसम्म त्यस्तो केही पनि थिएन। सडनली फेरि एउटा मेल आयो अनि एकैचोटि स्ट्राइक हो। अनि अब त्यही हो युट्युब पोलिसी फलो गरिनुहोस् यस्तो त्यस्तो भनेर। अनि एउटा ग्राफिक सम्बन्धी पनि एउटा चाहिँ वार्निङ आयो सँगसँगै, एउटा स्ट्राइक र एउटा वार्निङ। अनि त्यति आइसके पछाडि म एकदम अलर्ट भइहालेँ, किनकि स्ट्राइक आइसके पछाडि त अब 3टा स्ट्राइक आयो भने त च्यानल उड्छ भनेर। अनि त्यस पछाडि मैले भिडियोहरू खासै लङ भिडियोहरू अपलोड गरेको थिएँ, तर सबै कुराहरू सोच विचार गरेर गरेको थिएँ। सर्ट भिडियो 1-2टा गरेको थिएँ, तर त्यसमा त्यस्तो कुनै इस्युहरू थिएन। अनि हुँदाहुँदै फेरि 15-20 दिन पछाडि मेल आयो, ल हामीले त्यो च्यानल चाहिँ रिमुभ गरिदिउँ भनेर मेल आयो। जम्मा प्रब्लम भनेको एउटा स्ट्राइक थियो, अनि त्यही हो सुरुमा वार्निङ आयो, त्यस पछाडि स्ट्राइक आयो। त्यस पछाडि अरू कुनै पनि भिडियोमा केही पनि इस्यु थिएन। म रेगुलरली मेलहरू सबै चेक गरिरहेको थिएँ, किनकि स्ट्राइक एउटा आइसकेको थियो। सो त्यस पछाडि अनि ल हामीले च्यानल रिमुभ गऱ्यौँ यहाँ त्यहाँ भनेर चाहिँ मेल आयो। त्यस पछाडि मैले अपिल गरेँ, 2चोटिसम्म अपिल गर्दाखेरि हाम्रो यो फाइनल डिसिजन हो, हामी आफ्नो डिसिजनबाट ब्याक हुन सक्दैनौँ भन्ने त्यस्तै कुराहरू मेलमा मेन्सन गरेको थियो। त्यस पछाडि च्यानल कोल्याप्स। त्यति भइसके पछाडि अनि मलाई त्यति युट्युबमा त्यति इन्ट्रेस्ट नै लागेन। त्यस पछाडि बरु म फेसबुकतिर अलिअलि एक्टिभ हुन थालेको छु। तर अब फेसबुक सँगसँगै अब यो च्यानल मार्फत अब यसमा त सब्सक्राइबर अलिक कमै छ, अब भए पनि यो च्यानललाई अगाडि बढाउने मैले निधो गरेको छु। सो मैले भनिहालेँ रिजन के थियो भनेर च्यानल रिमुभ गर्नुको। त्यस्तो ठुलो रिजन चाहिँ केही पनि थिएन र तपाईँहरू पनि सतर्क हुनुहोस्। अब युट्युब धेरै स्ट्रिक्ट भएको छ, सानसानो चिजलाई लिएर चाहिँ इस्यु बनाइराखेको छ। यही भन्नको लागि र तपाईँलाई सतर्क गराउनको लागि र साथै अब म यो च्यानल मार्फत चाहिँ एक्टिभली युट्युबमा आउँछु भन्नको लागि यो भिडियो तपाईँहरू सामु मैले लिएर आएको छु। र मेरो जति पनि पुरानो साथीहरू हुनुहुन्छ र मलाई चिन्नुहुन्छ, माया गर्नुहुन्छ, सपोर्ट गर्नुहोला पहिला जस्तै गरेर। र म पनि एक्टिभली आउँछु र नयाँ साथीहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरूले पनि प्लिज मलाई सपोर्ट गर्नुहोला भन्दै अहिलेको लागि बिदा चाहन्छु। थ्याङ्क यू सो मच।